साउथमा चाहिँ वान अफ द बेस्ट एन्ड मल्टी ट्यालेन्टेड एक्टर भनेर चिन्नै पर्ने नाम चाहिँ सो मलाई धनुषको जस्तो लाग्छ क्या। सो हेलो गाइज, वेलकम टु माई न्यू भिडियोज। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। सो मुभीहरू हेर्न तपाईँहरूलाई मनपर्छ भने मलाई फलो गरेर राख्न भने नबिर्सनु होला, किनभने फलो गर्दैमा केही पनि जाँदैन है त। सो मुभीको कुरा गर्नुभन्दा पहिला चाहिँ म तपाईँहरूलाई धनुषको बारेमा चाहिँ केही छोटो अनि कुराहरू बताइदिउँ। सो धनुष चाहिँ है टोलिउड एक्टर मात्र नभएर सो बलिउड अनि हलिउड मुभीमा पनि काम गरेर आफ्नो छुट्टै पहिचान बनाइसकेको छन् भने सो धनुष एउटा एक्टर मात्र नभएर डाइरेक्टर, राइटर अनि त्यसपछि प्रड्युसर लगायत अनि सिङ्गर पनि हुन् भने सो धनुषको बारेमा योभन्दा बढी चाहिँ मैले के भन्नु परेन भने सो इडली कडाई यो चाहिँ 2025मा आएको है, भर्खरै रिलिज भएको एउटा फ्यामिली ड्रामा मुभी हो। सो तपाईँहरूलाई फ्यामिली ड्रामा मुभीहरू हेर्न मनपर्छ भने चाहिँ तपाईँहरूले यो मुभीलाई छुटाउँदै नछुटाउनु होला भन्न चाहन्छु। मुभीको स्टोरीले चाहिँ है एउटा बुवा अनि छोराबीच हुने एउटा प्रेम र अनि जुन मान सम्मानको विषयमा चाहिँ फोकस गर्छ भने सो मुभीमा चाहिँ तपाईँहरू है धनुष, अरुण विजय, नित्या मेनन, सत्यराज जस्तो थुप्रै दामी दामी एक्टर अनि एक्ट्रेसलाई चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ भने आई होप हजुरहरू धेरैले चाहिँ तपाईँ यो मुभी हेरि पनि सक्नुभएको छ होला र हेरिसक्नु भयो भने तपाईँहरूलाई कस्तो लाग्यो तल कमेन्ट गर्न भने नबिर्सनु होला। र हेर्नु भएको छैन भने चाहिँ तपाईँहरूले चाहिँ कसरी हेर्ने थाहा छैन भने चाहिँ तपाईँहरूले मलाई कमेन्ट गर्न सक्नुहुन्छ र म तपाईँहरूलाई कहाँ हेर्ने भन्ने कुरा पनि बताउने छु। भने भिडियो राम्रो लाग्यो भने तपाईँहरूले लाइक अनि कमेन्ट सेयर गरेर साथ अनि सपोर्ट गर्न भने नबिर्सनु होला। हस्त, धन्यवाद।